हरेक सफल व्यक्तिको रातारातको सफलताको पछाडि उनीहरूको कैयौँ दिनको मेहनत र सङ्घर्ष लुकेको हुन्छ। त्यस्तै आफ्नो रातारातको सफलता पाउनको लागि 17 वर्ष 114 दिन मेहनत गरेका एक व्यक्ति हुन् लियोनेल मेस्सी। मेस्सीको जन्म अर्जेन्टिनामा भएको थियो। आजभन्दा केही वर्ष पहिले अर्जेन्टिनाको सरकारले एक नियम बनाएको थियो जसमा भनिएको थियो अर्जेन्टिनाको कुनै पनि परिवारले आफ्नो सन्तानको नाम मेस्सी राख्न पाउने छैन। यसरी अर्जेन्टिनाले मेस्सी नाममा प्रतिबन्ध लगाउनुको कारण थियो मेस्सीको लोकप्रियता। त्यो समयमा मेस्सीले यति लोकप्रियता कमाएका थिए कि त्यहाँका सम्पूर्ण मानिसहरू मेस्सीबाट प्रभावित भएर आफ्नो सन्तानको नाम मेस्सी राख्ने गर्थे। मेस्सीले यसरी लोकप्रियता कमाउनको लागि कैयौँ दुःख र पीडालाई झेल्नु परेको थियो। कोही पनि व्यक्ति रातारातको मेहनतले सुपरस्टार बन्न सक्दैन। उसले सुपरस्टार बन्नको लागि कैयौँ रातसँग सङ्घर्ष गरेको हुन्छ। त्यस्तै मेस्सीले पनि आफ्नो क्षेत्रमा सफलता पाउनको लागि कैयौँ दुःख कष्ट सहेर मेहनत गरेका थिए। त्यसैले त आजको दिनमा उनी संसारभर परिचित छन्। मेस्सीको जीवनबाट हामीले यस्ता धेरै कुराहरू सिक्न सक्छौँ। तर आज हामीले 5 महत्त्वपूर्ण जीवनोपयोगी लेसनहरू बताउनेछौँ जसले तपाईँको जीवनलाई बदल्नेछ। नम्बर 1, चुनौतीको सामना गर्ने हिम्मत राख्नुहोस्। संसारमा कोही पनि व्यक्ति जुन क्षेत्रको लागि हो त्यसकै लागि पर्फेक्ट भएर आएको हुँदैन। कतिपय चिजहरू यस्ता हुन्छन् जो हामी आफैले खोज्नुपर्छ र त्यसका लागि विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। यस्तै उदाहरण भएका एक व्यक्ति हुन् लियोनेल मेस्सी। फुटबल मेस्सीको जीवन थियो र मेस्सी बिना फुटबल पनि अधुरो थियो भन्दा फरक नपर्ला, किनकि फुटबल मेस्सीकै लागि बनेको थियो र मेस्सी पनि फुटबलकै लागि जन्मिएका थिए। फुटबल खेल्नको लागि मानिसको हाइट अग्लो हुनु पर्थ्यो, तर मेस्सी 10 वर्षको हुँदा ग्रोथ हर्मोन डेफिसियन्सी जस्तो रोगबाट ग्रसित हुन पुगे। यो रोगले मानिसको ग्रोथ हुनबाट रोकिदिन्छ। यसको बावजुद पनि मेस्सीले कहिले पनि आफूलाई कमजोर सोचेनन्। यो रोग लागेपछि उनले प्रत्येक दिन इन्जेक्सन लगाउनु पर्थ्यो। उनी बिहान एउटा खुट्टामा र साँझ अर्को खुट्टामा इन्जेक्सन लगाई खेल खेल्न जान्थे। यदि हामी जस्तो सामान्य मानिस भएको भए यही शारीरिक दुर्बलतालाई लिएर कोठामा थुनिएर बस्थ्यौँ होला, तर मेस्सीले कहिले पनि त्यस्तो गरेनन्। उनले हिम्मत गरेर आफू पनि फुटबल खेल्न सक्छु भन्ने आत्मविश्वास आफूमा भरे र उनले फुटबल जगतमा राज गर्न सफल भए। यदि मेस्सीले आफ्नो शारीरिक कमजोरीलाई लिएर दुखी भएर बसेको भए उनी आज फुटबलको क्षेत्रमा अगाडि बढ्न सक्दैनथे। त्यसकारण तपाईँले पनि आफ्नो शारीरिक कमजोरीलाई लिएर गुमनाम नहुनुहोस्। कोही पनि व्यक्ति शारीरिक रूपमा कमजोरी भएर बन्द कोठामा बस्नु पर्दैन। यदि उसले आफूभित्रको आत्मविश्वास जगाउन सक्यो भने ऊ जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्छ। कोही पनि व्यक्तिलाई भगवानले पर्फेक्ट बनाएर पठाएका हुँदैनन्। कतिपय यस्ता चिजहरू पनि हुन्छन् जुन हामीले आफै क्रिएट गर्नुपर्छ। त्यसकारण तपाईँ पनि आफ्नो शारीरिक अवस्थालाई लिएर दुखी नहुनुहोस्। त्यसलाई सामना गर्न सक्छु भन्ने हिम्मत राख्नुहोस्। यस्तो गर्नुभयो भने तपाईँले जस्तोसुकै अवस्थामा पनि सफलता हात पार्न सक्नुहुन्छ। नम्बर 2, सपना पुरा गर्नको लागि चुनौतीसँग लड्न सिक्नुहोस्। सपना त्यही व्यक्तिको मात्र पुरा हुन्छ जसले सपना देख्ने हिम्मत गर्छ र त्यो सपनालाई पुरा गर्नको लागि चुनौतीसँग लड्न सक्छ। त्यसकारण तपाईँ पनि सपना पुरा गर्न चाहनुहुन्छ भने चुनौतीसँग लड्न सिक्नुहोस्। कोही पनि व्यक्तिले सङ्घर्ष बिना सपना पुरा गर्न सक्दैन। सपना पुरा त्यही व्यक्तिको हुन्छ जसले सपना पुरा गर्नको लागि दिनरात नभनी सङ्घर्ष गर्न सक्छ। यस्तै आफ्नो सपना पुरा गर्नको लागि दिनरात एक गरी विभिन्न परिस्थितिसँग फाइट गरेका व्यक्ति हुन् लियोनेल मेस्सी। मेस्सीले आफ्नो सपना पुरा गर्ने क्रममा आफ्नो बाटोमा आएका चुनौतीसँग कहिल्यै पनि हार मानेनन्। उनले आफ्नो अगाडि आउने चुनौतीसँग हाँसेर स्वीकार गरे। त्यस्तै उनी जस्तै ठुलो चुनौतीको अगाडि पनि निडर भई उभिए र आफ्नो सपनालाई पुरा गर्न सफल भए। कोही पनि व्यक्तिले सजिलै आफ्नो लक्ष्य उद्देश्यहरू हासिल गर्न सक्दैन। सपना पुरा गर्नको लागि उसले खतरनाक चुनौतीको सामना गर्नुपर्छ। त्यसकारण तपाईँ पनि आफ्नो सपनालाई पुरा गर्नको लागि जस्तोसुकै बाधालाई पनि पार गर्न सक्छु भन्ने हिम्मत राख्नुहोस्। कोही पनि व्यक्तिले तपाईँलाई सपना पुरा गर्नको लागि सहयोग गर्दछु भनेर अगाडि आउँदैन। तपाईँले तपाईँको स्थान आफै बनाउनुपर्छ। यदि तपाईँमा आफ्नो स्थान आफै बनाउने हिम्मत छ भने तपाईँ जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सपनालाई पुरा गर्न सक्नुहुन्छ। सपना निधाएर मात्र नदेख्नुहोस्। आफ्नो सपना पुरा गर्नको लागि चुनौतीहरूको डटेर सामना गर्ने हिम्मत आफूमा भर्नुहोस्। नम्बर 3, बलियो इच्छा शक्तिले जित दिलाउँछ।
सपना देख्ने मानिस सुतेर मात्र बस्दछ, तर जसमा सपनालाई पूरा गर्ने बलियो इच्छा शक्ति छ त्यो व्यक्तिले एक दिन आफ्नो औकात अवश्य बनाउँदछ। त्यसकारण तपाईँले सपना देखेर मात्र हुँदैन, तपाईँले आफ्नो सपना पूरा गर्नको लागि बलियो इच्छा राख्नुपर्छ। यदि तपाईँमा त्यो चिजलाई पाउने तीव्र इच्छा भयो भने तपाईँ त्यो चिजको पछाडि भागिरहनुहुन्छ र तपाईँ त्यति बेला रोकिनुहुन्छ जति बेला तपाईँको इच्छा पुरा हुन्छ। त्यसकारण तपाईँले आफ्नो सपना पूरा गर्ने तीव्र इच्छा राख्नुहोस्। फुटबलको सुपरस्टार बन्ने सपना देख्ने मेस्सीमा पनि एक बलियो इच्छा शक्ति थियो। उनी फुटबलको राम्रो खेलाडी बन्न चाहन्थे। उनले फुटबलको क्षेत्रमा सफल हुनको लागि दिनरात भागिरहे। उनी आफ्नो सपना पूरा नहुँदासम्म रोकिन पनि चाहेनन् र आफ्नो लक्ष्यमा पुग्न सफल भए। त्यसकारण तपाईँले आफ्नो सपनालाई पूरा गर्न र आफ्नो उद्देश्यलाई पूरा गर्नको लागि बलियो इच्छा शक्ति राख्नुहोस्। यदि मेस्सीको पनि फुटबलप्रति बलियो इच्छा शक्ति नभएको भए उनी कहिले पनि फुटबल खेलाडी बन्न सक्दैनथे। त्यसमाथि महान फुटबल खेलाडी। कोही पनि व्यक्तिले सजिलै लक्ष्य हासिल गर्न सक्दैन। लक्ष्य प्राप्त गर्नु छ भने उसले विभिन्न परिस्थितिलाई पार गर्नुपर्छ, जीवनका उतार चढावलाई सहनुपर्छ। त्यसकारण तपाईँले यो बुझ्नुहोस् कि तपाईँ कहिले पनि आफ्नो इच्छा शक्ति बिना उद्देश्यहरू सफलता पुरा गर्न सक्नुहुन्न। नम्बर 4, सफलताको लागि त्याग गर्नुपर्छ। मैले आफ्नो सपना पुरा गर्नको लागि लाइफमा धेरैभन्दा धेरै चिजको त्याग गरेको छु। जब म 13 वर्षको थिएँ मैले अर्जेन्टिना र आफ्नो परिवारलाई छोडेर नयाँ जिन्दगी सुरुवात गर्नको लागि जानु परेको थियो। मैले जति पनि जे पनि गरेको थिएँ त्यो सबै फुटबलको लागि र मेरो सपना पुरा गर्नको लागि गरेको थिएँ। मेस्सीले भनेका थिए, जब मानिसले आफू केही बन्ने सपना देख्छ उसले जस्तोसुकै परिस्थितिलाई पनि पार गरेर आफ्नो सपना पुरा गर्न सक्छ। त्यसकारण तपाईँको पनि केही बन्ने सपना छ भने तपाईँ निर्णय लिनबाट नडराउनुहोस्। यदि तपाईँले सही निर्णय लिन सक्नुभयो भने तपाईँले जस्तोसुकै अवस्थामा पनि त्यो सपनालाई पुरा गर्न सक्नुहुन्छ। मेस्सीले जस्तोसुकै अवस्थामा पनि आफ्नो सपनाको लागि आफ्नो परिवार, आफ्ना आफन्त, साथीभाइ सबैलाई त्यागेर सङ्घर्षको मैदानमा उभिएका थिए। अर्को कुरा, तपाईँले सपना देखेर मात्र हुँदैन, त्यो सपनालाई पुरा गर्नको लागि मेहनत पनि गर्नुपर्छ। कोही पनि व्यक्तिले सजिलै सफलता हात पार्न सक्दैन। उसले एक रातमा पाउने सपनाको लागि उसले कयौँ रात कडा मेहनत गर्नुपर्छ। कयौँ रात उसले निद्रालाई त्याग्नुपर्छ, कयौँ रात अनिद्रा बस्नुपर्छ, मेहनत गर्नुपर्छ, तब मात्र उसले सफलता पाउन सक्छ। त्यसकारण तपाईँ पनि सफलता पाउन चाहनुहुन्छ, आफूले सोचेको चिज हासिल गर्न चाहनुहुन्छ भने तपाईँले कडा मेहनत गर्नुपर्छ। सपना पुरा गर्नको लागि तपाईँले सुतेर सोचेर हुँदैन, त्यसलाई पुरा गर्नको लागि तपाईँ बिस्तारा छोडेर बाहिर आउनुपर्छ। सुतेर कोही पनि व्यक्ति सफल हुन सक्दैन। सफल हुनको लागि उसले सबै आवश्यक नियमहरू पुरा गर्नुपर्ने हुन्छ। नम्बर 5, उचाइमा पुग्नुहोस् तर धरातल नबिर्सनुहोस्। तपाईँ आज जुन स्थानमा हुनुहुन्छ वा उचाइमा हुनुहुन्छ, के तपाईँ त्यो स्थान वा उचाइमा आफ्नो प्रयासले मात्र पुग्नु भएको हो त? तपाईँ त त्यो स्थानमा पुग्ने एकमात्र पात्र हो। तपाईँलाई त्यहाँ पुर्याउनको लागि धेरैजनाले मेहनत गरेका हुन्छन्। त्यसैले तपाईँले यो बुझ्नुहोस्, सफलतामा आँखा अन्ध बनाउनु राम्रो होइन। जब तपाईँ सफलताको उचाइमा पुग्नुहुन्छ, एकपटक तपाईँ उचाइमा पुग्नको लागि चालेको सुरुको पाइलालाई सम्झनुहोस्। धेरै मानिसहरूले सफलताको नजिक पुगेपछि, सफल भएपछि आफ्नो पछाडिको यात्रा बिर्सने गर्छन्। आफूलाई सफल बनाउनको लागि मेहनत गरेका हातहरू बिर्सिने गर्छन्। तपाईंलाई सुरुको पाइलामा कतिजनाले साथ दिएका थिए। तपाईं उचाइमा पुग्नु भनेको ती तपाईंका सुरुका पाइलामा साथ दिने सम्पूर्ण व्यक्तिहरू पुग्नु हो। त्यसैले तपाईंले जति ठुलो नै सफलता पाउनुस्, तर आफ्नो धरातल बिर्सने गल्ती कहिल्यै पनि नगर्नुस्। कुनै समय मेस्सीलाई पैसाको प्रलोभन देखाएर विभिन्न क्लबले आफ्नो सदस्य बनाउन चाहन्थे, तर त्यतिबेला मेस्सीले भनेका थिए, मैले पैसाको लागि, मेरो सपना पूरा गर्नको लागि पहिलो पाइलामा साथ दिने बार्सिलोनालाई छोड्न चाहन्न। बार्सिलोना मेरो जिन्दगी हो। आज म जुन स्थान वा उचाइमा छु, त्यो स्थान मलाई बार्सिलोनाले प्रदान गरेको हो। त्यसकारण मैले कहिले पनि बार्सिलोनालाई छोड्न सक्दिनँ। कुनै समय मेस्सीसँग आफ्नो उपचार गर्ने पैसा नहुँदा बार्सिलोनाले उपचार गर्ने शर्तमा मेस्सीलाई आफ्नो सदस्य बनाएको थियो। मेस्सीमा यस्तै गुणहरू भएको हुनाले उनी फुटबल जगतका राजा बनेका हुन्। त्यसकारण तपाईले पनि आफू जति नै ठुलो स्थानमा पुगे पनि तपाईले आफ्नो धरातल कहिल्यै पनि नबिर्सनुहोस्। यी थिए मेस्सीले हामीलाई सिकाउने 5 ज्ञानहरू, जुन ज्ञानले हामीलाई अगाडि बढ्नको लागि हिम्मत दिन्छन् र सहज तरिकाले जीवन जिउन मद्दत गर्छन्।
र सपना र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि मेस्सीको जीवनबाट सिक्न सकिन्छ। हाम्रो जीवन परिस्थितिको चक्रमा चलिरहन्छ। आफ्नो मनले सोचेको जस्तो कहिल्यै पनि हुँदैन। यस्तो अवस्थामा तपाईँ कहिल्यै पनि नआत्तिनुहोस्। सङ्घर्ष गर्नुहोस्। आफ्नो परिचय बनाउनको लागि, आफ्नो सपना पुरा गर्नको लागि मेहनत गर्नुहोस्। जीवनको भागदौडमा विभिन्न चुनौती आउनु स्वाभाविक हो, तर विजेता त्यही हुन्छ जसले आफूमा आएका चुनौतीको हाँसेर स्वीकार गर्छ र दुःखसँग लड्दछ। त्यसकारण तपाईँ पनि आफ्नो क्षेत्रमा विजेता बन्न चाहनुहुन्छ भने आफ्नो औकात आफै बनाउनुहोस्, आफ्नो हैसियत आफै निर्माण गर्नुहोस्। मेहनत र सङ्घर्ष गर्न कहिल्यै पनि नछोड्नुहोस्, किनकि सुतिरहेको सिंहको मुखमा कहिल्यै पनि आहार आफै आउँदैन। त्यसका लागि सिंहले पनि सङ्घर्ष गर्नुपर्छ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।